आचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। भूपतीनां तथा साधु संतानां रक्षितात्रिगुरो मे मुने पालिता नित्यं वन्दे नेपालमातरम्। श्रीकौशिकी परमसुन्दर दिव्यगङ्गा श्रीकौशिकी भुवनपावन दिव्य तीर्थम् श्रीकौशिकी भगवती सुमनोरमाता श्रीकौशिकी सुचरणौ शरणं प्रपद्ये। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्यः। श्रीहरि रक्षतु राष्ट्रम्। परमाराध्य कर्तुम् अकर्तुम् अनिधा कर्तुम् सर्वसमर्थवान् सर्वेश्वर सर्वनियंता भगवद्विलासी गंडकी नंदन परमाराध्य राधा सर्वेश्वर प्रभु का सुकोमल कमल में साष्टांग दंडवत करे। भगवान को 92 प्रतिमूर्ति श्रीमद् भागवत महापुराण जो वेदमय छ वेद स्वरूप हो भागवतीलाई प्रणाम गरौँ। व्यासपीठमा बसेर सुमधुर कथाको रसास्वादन गराइरहने विद्वद्वरणीय आचार्य श्री हरिप्रसाद हरियालज्यूलाई ताली बजाएर स्वागत गर्नु। उपवाचक श्रद्धेय विद्वान श्री चक्रपाणी गुरु सोनाम धनी गोधन्य विद्वान आचार्य श्री भवानी शंकर गुरु त्यसै गरी सिद्धान्त ब्रह्मावलीलाई पाल्नुभएका तपमूर्ति निष्ठावान नामनिष्ठ भगवद्निष्ठ आचार्य श्री भागवत महाराज त्यस्तै धेरै वर्षसम्म राधारमण भगवानको सेवामा समर्पित व्यक्तित्व हाम्रो सर्वेश्वर गुरु मलाई ताली बजाएर स्वागत गर्नु। यस संस्थाका अध्यक्ष समाजसेवी श्री शङ्कर रेग्मीलाई ताली बजाएर हाम्रो गोपाल गुरु हुनुहुन्छ श्याम गुरु हुनुहुन्छ पछाडि हरिपुरी गुरु व्यक्ति मैले कता कता हुनुहुन्छ यहाँले आँखाले ढुङ्गे आजकल यस पृष्ठभागमा पछाडि अग्रभागमा रहनुभएका गुरुहरूप्रति र प्रिय कीर्तन मण्डलीको तिमी जो कीर्तनद्वारा आनन्दित गराउनु भएको छ प्रिय कीर्तन मण्डलीलाई पनि ताली बजाएर स्वागत गरौँ। र अग्रभागमा रहनुभएका पिताजी नाताजी सबैलाई एकदम धेरै धेरै धन्यवाद। अब प्रसङ्गमै प्रवेश गरौँ। हिजो मैले एउटा श्लोक 3-4 दिनमा बल्ल अलिकति अन्तिम ज्ञान स्वरूपम चारेरहीनम शरीर संयोग वियोग योग्यम अणुभिजीवम प्रतिदेय भिन्नम बानी शब्द अलिकति संक्षिप्त भएर यो श्लोकलाई विषय गरिहाल्छ विश्राम गरिहाल्छ। ज्ञानीहरूको चिन्तन के छ भने चिन्तन धारा जीवात्मा एउटै छ उसर व्यापक छ। ध्यान दिनु है शब्द जीवात्मा एउटा छ उसर व्यापक छ। के भनेको छ ज्ञानीहरूले जीवात्मा एउटा छ सर व्यापक छ। शास्त्र के भन्छ भागवत अपरिमिता ध्रुवा स्तनवृतो अनन्त जीव छ। फेरि भागवत अगाडि भन्छ रजोभि समसङ्ख्याका पार्थिवै पर्यन्तः जीवात्मा अनन्त छ। जीवात्मा अनन्त छन्। ज्ञानी भन्छन् जीवात्मा एउटै छ उसर व्यापक छ। अनि भक्तहरूले प्रश्न गरे वैष्णवहरूले प्रश्न गरे तपाईँहरूले आचार्यहरूले प्रश्न गर्नुको सज्जन यदि एउटै जीवात्मा सर्वव्यापक भएको हो भने त ध्यान दिनु है सज्जना एउटै जीवात्मा सर्वव्यापक भएको भन्ने हो भने त तपाईँहरू मध्येको एउटा मान्छे मरो को मरो अरे रामप्रसाद हरिप्रसाद श्यामप्रसाद कोही मरो त आखिर एउटै जीवात्मा सर्वव्यापक भएको हो भने त एउटा जीवात्माले प्राण छोड्दाखेरि सबैले विराट गरेका मान्छे मर्नुपर्ने हो कि आखिर
एउटै जीवात्मा सर्वव्यापक छ भने त एउटा जीवात्मा हो, धेरै जीवात्मा चाहिँ अनि एउटा जीवात्मा मर्दा अरू सबै निस्किनु पर्छ भने ठुलो कुरो बोकेर खै बोलेन हो होइन। एउटै जीवात्मा सबैमा बसेको एउटै छ जीवात्मा। यदि त्यो एउटा जीवात्मा मर्दाखेरि अरू भएका जीवात्मा के गर्नु पर्यो? सबै मर्नु पर्यो। तर संसारमा यो देखिँदैन। रामप्रसाद मर्यो, श्यामप्रसाद मुस्कुराएर आएको, श्यामप्रसाद मर्यो, हरिप्रसाद गीत गाएर आएको लग्यो। कोही नर्कतिर छन्, कोही स्वर्गतिर छन्, कोही स्वर्गमा छन्, कोही नर्कमा छन्, कोही राजभवनमा छन्, कोही झोपडीमा छन्। हे राधे श्याम। कोही चाम्रे खाएको छ बिचरा, कोही आलु पनि खानु पाएको छैन, कोही ढेउ खाँदैछ। अरे अचम्म कसरी भयो? यस कारणले के पत्ता लाग्यो भने जीवात्मा एउटै होइन, जीवात्मा अनेक छन् भन्ने सिद्ध भयो है। खै बोल्नुभएको हो कि अणुमेदेवं प्रतिदेयभिन्नं। यस कारणले जीवात्मा अनन्त छन्, प्रत्येक देहमा भिन्न भिन्नै छन्। यो चाहिँ श्रुतिको सिद्धान्त हो। यस कारणले जीवात्मा अनन्त छ। वेदले पनि यही छ। अब यहाँ एउटा कुराको मजाको श्लोक भन्छु, मन्त्र भन्छु। बालाग्र शतधागस्य शतधा कल्पितस्य च धागो जीव सविज्ञेय सचानन्त्याय कल्पते। यो च अनन्त भन्ने आयो। यो अनन्त भनेको ज्ञानीहरूले एउटै जीवात्मा अनन्त संख्यापक छ भन्ने। भक्तहरूले वैष्णवहरूले सचानन्त्याय कल्पते माने एउटा होइन, जीवात्मा अनन्त संख्यावाला छ भने। राधे राधे। जीवात्मा अनन्त संख्यावाला छ, ब्रह्म केवल एउटा छ। ल कुरो बुझ्नु है। परमात्मा एउटा छ, जीवात्मा अनेक छ। अब यसको प्रमाणमा दिँदै जान्छु तपाईँहरूलाई। एक कोही रुद्रो न द्वितीयाय तस्फर य इमान लोकान् निसत ई सनिले श्वेता श्लोक। फेरि अगाडि जाउँ। एको देवो एको देवो एको देव दिव्य नारायण एक। एउटा मात्रै भगवान नारायण छ, अर्को वस्तु छैन। एको देवो देवकी पुत्र एव। एउटै मात्रै परमात्मा देवकी नन्दन छ, अर्को छैन। एकमेवा द्वितीयं ब्रह्म। एउटा मात्रै ब्रह्म छ, अर्को छैन। ब्रह्मका जति पनि प्रसङ्ग आए त्यहाँ एउटा भन्ने आयो। जीवात्माको जहाँ प्रसङ्ग आयो जीवात्मा अनन्त छन् भन्ने आयो। कुरा बुझ्नुभयो? भगवान कति रहेछ? एउटा। जीवात्मा कति रहेछन्? अनन्त। राधे राधे। त्यही भएर मेरो अपरेसन गर्दा तपाईँलाई भुँडी दुख्दैन नि त? एउटा बाटो मलाई काट्छ, तपाईँ आइया आइया हुनु पर्यो। पल्ला गरेकी आमा रोइरहेकी छन्, माथि गरेकी आमा हाँसेकी छन्, पल्ला गरेकी आमा छटपटाएकी छन्, यताकी आमा नाच्दै छन्। ए राधे श्याम। यदि एउटै हुन्थ्यो भने त एउटा दुःख सुख दुख्नु पर्दैन नि त हो कि? यदि एउटै सर्वव्यापक हुन्थ्यो भने त एउटा बिरामीका संसारका जो बिरामी भएर खला पर्नुपर्ने त्यो त देखेको चाहिँ। त्यही कारणले जीवात्मा अनन्त जनन रघुवे समसङ्ख्याता पार्थिवैव जन्तव। पृथ्वीका रजकण गएर सकिँला, तर जीवात्माको सङ्ख्या गएर सकिन्छ। यो वा अनन्तस्य गुणानन्तः। भगवानका अनन्त गुण छन्, त्यस्तै जीवात्माका पनि अनन्त अनन्त छन्। जीवात्मा पनि यस कारणले भगवान एउटा हुन्छ, जीवात्मा अनेक हुन्छ। त्यसो भए भगवान एउटै मात्रै हुन्छ होइन? भगवान फेरि अनन्त बन्नुहुन्छ। भगवान पनि अनन्त बन्नुहुन्छ नि। एउटै भगवान अनन्त रूपमा प्रकट भएर जीवात्माका साथ प्रवेश गर्नु, यो पनि जान्नु। द्वासुपणा सयुजा सखाया समानं वृक्षं परिखस्व जाते तयोरन्यः पीपलं स्वाद्वत्य नश्नन्यो अभिचाकसिते। जीवात्माका भित्र भगवान पनि साथसाथै साथसाथै भगवान बस्नुहुन्छ। तर याद गर्नु होला नि, तपाईँले गरेको पाप र पुण्यको भोग भगवान भोग्नुहुन्न। यो जान्नुहोस् न, तपाईँसँग भएर पनि भगवानले पाप र पुण्य भोग्नुहुन्छ। कसरी भोग्नुहुन्न भन्दा यहाँ विराटनगर परिगारमा एउटा मान्छेले हत्या गर्यो, श्रीमती मारो या छोरो मारो या बाउ मारो, त्यसलाई के गर्छन्? अब पुलिसले आउँछ, ल हत्या लान्छ हो कि होइन? अब कहाँ लान्छन्?
कारागारमा लाने कसले अरे पुलिसले। त्यो मान्छे मार्ने हत्यारा र पुलिस सँगै जान्छन् हो कि होइन? कारागारमा सँगै जान्छन् हो कि होइन? ध्यान दिनु होला नि। त्यो बन्दीगृहमा पुलिस पनि जान्छ, जेलर पनि जान्छ, हत्यारा पनि जान्छ। तर दुईटै त्यही कारागारभित्र पस्छन्। तर हत्यारा कसरी पस्छ? बाध्येर पस्छ। पुलिस कसरी पस्छ? स्वतन्त्र पस्छ। जेलर कसरी पस्छ? स्वतन्त्र पस्छ। जान्ने सँगै जान्छन् हो कि होइन? यस्तै जीवात्मा र परमात्मा यो हृदय आकाशमा सँगै पस्छन्। तर जीवात्मा बन्धन कर्म बन्धनको फल भोग्न पर्छ। ब्रह्म चाहिँ रक्षा गर्न पर्छ माथि हो कि होइन? सहिजा सखाया। भगवान हाम्रो सखा हो कि होइन? भगवान हाम्रो साथी हो। त्यस कारणले दुईटै सँगै पस्छन्। एउटा जसरी जेलमा गएको पुलिस स्वतन्त्र भएर फर्किन्छ, अर्को त्यो हत्याराभित्र जेलमा गएर बन्दगृहमा प्रवेश गर्छ। तर हामी चाहिँ यहाँभित्र बन्धनमा प्रवेश गर्छौँ। भगवान चाहिँ यहाँ बसेर पनि बन्धन मुक्त हुनुहुन्छ। यो कुरो याद भयो? अणुमिहेदेवं प्रतिदेह भिन्नं यात्रेत्वमन्तं यदनन्तमाव। यो अनन्त आहो जीवात्मा अनन्त छन्। अघि मैले यो अर्को श्लोकको अस्ति अर्थ गरेको छु। ज्ञातृत्ववन्तको चाहिँ अस्ति भनेको छ। ध्यान दिनुभयो भएन? किनभने जीवात्मा जान्नेवाला हो। ज्ञान स्वरूप मात्रै होइन, वो ज्ञान गर्न चाहने पनि हो। जस्तै म पढ्छु, उहाँ पढ्नुहुन्छ, सर्वेश्वर गुरु 90 वर्षको हुनुभयो होला, अझै पढ्नुहुन्छ, जान्न खोज्नुहुन्छ। महाराजजी पढ्नुहुन्छ, भवानी गुरु पढ्नुहुन्छ, श्याम गुरु पढ्नुहुन्छ। यसो हेर्दै गयो, ओहो यो श्लोक त काइटाको रहेछ, यहाँ चिन्न लाग्यो भने भोलिपल्ट रसिहाल्छ। मर्ने खेरसम्म पनि जान्ने चाहना दिनमा हुन्छ हो कि भगवानमा हुन्छ? बाँकी छ जान्ने कुरा? आत्माराम पूर्णकाम परम निष्काम भगवानको स्वरूप। जीवात्मा कहिले पूर्ण हुँदैन, वो अपूर्णै रहन्छ। उसले जान्ने इच्छा गरिरहन्छ। अरे जीवात्मा ज्ञान स्वरूप मात्रै होइन, ज्ञान रहने पनि हो। यो मैले तपाईँलाई पहिलो श्लोकको अर्थ संक्षिप्तमा बताएँ। अब कुनै दिन विस्तार बताउनु पर्यो बताउनु। अब अर्को श्लोक के छ ल भन्नु त? बिहान बेलुका पाठ गर्नुहुन्छ के छ? अब अर्को दोस्रो अनादि माया परियोक्तरूपं तेनन्दिरुर्वै भगवत प्रसादात्। अब यति एक लाइन है। अनादि माया यो के भनेको? यसको अर्थ हो जीवात्मा मायाबद्ध छ भन्ने अर्थ। के अर्थ हो? मायाबद्ध जीवात्मा छ भन्ने। त जीवात्मा मायाबद्ध कहिले भयो भन्ने प्रश्न उठ्यो। फेरि के उठ्यो अरे? अब तपाईँहरूलाई उठाएर मैले सोधेँ, ए बा तपाईँ मायाबद्ध कहिले भएको भनेर सोध्यो भने कहिले भन्नु? टाइम टेबल बताउनु त मलाई। फलाना गते फलाना तारिख, बिहिबार, मङ्गलबार, शुक्रबार, 21 बजे, 11 बजे, 12 बजे, 18 बजे, कति बजे? तपाईँ मायाबद्ध कहिले हुनुभयो? कहिले हो? कहिले हो? कुरा आयो। त्यसरी माया कहिले लाग्यो भने थाहै छैन। अनन्तकालदेखि हामी मायाबद्ध छौँ। अनन्तकालसम्म मायाबद्ध नै रहन्छ। त्यसमा हाम्रो दुर्गति यही हो त? बता होइन होइन। एक दिन मायाबाट अलग हुन्छ। मायाको समाप्ति हुँदैन। फेरि ज्ञानीहरू भन्छन् मायाको नाश गर्ने, माया सिद्ध्याउने, मायाको समाप्ति गर्ने। तर वेदले भन्छ मायाको समाप्ति हुँदैन। माया नाश हुने वस्तु नै होइन। ऐसा नारसिंहे सर्वमिदं सृजति सर्वमिदं रक्षति सर्वमिदं समरते तस्मात् माया नेता सत्यं विद्या नृसिंह तापन उपनिषद अल्याम एकाम लोहित शुक्ल कृष्णाम श्वेतास्त्र उपनिषद दैवी हे साग्नमय मम माया गुणप्रिया गीता एषां सैव भगवन्ते वेदनन्त सर्वात्मना सुतपदो यदि निर्गलीकं ते पुष्टामपितरन्त देव माया यो भगवानको माया हो। अरे भगवानको मायालाई तपाईँ हामी कसैले पनि कहिले पनि समाप्त गर्न सक्दैनौँ। मायाको
बिल्कुल अभाव सम्भव छैन। माया नित्य रहिरहन्छ। कसरी रहन्छ भन्दा राति सूर्य दिनमा सूर्य लाग्छ। अहिले अँध्यारो छ। अब तपाईँले अँध्यारो के भयो भन्नुहुन्छ त? यहाँ सूर्य आयो, उज्यालो भयो, अँध्यारो छ छैन काहीँ? अहिले अँध्यारोको अत्यन्त घात भएको छैन। अँध्यारो काहीँ न काहीँ छ। अँध्यारोको अस्तित्व छ। अब सूर्य अस्त आएपछि अँध्यारो के हुन्छ? तुरुन्तै आउँछ। आउँदैन। यदि अँध्यारो हुँदै नभएको भए अँध्यारो आउँछ कहाँबाट? कुरो बुझ्नुभयो? अँध्यारो हुँदै नभएको भए अँध्यारोको आगमन कसरी हुन्थ्यो? त्यस कारण अँध्यारो रहेछ अनि आयो। हो कि? संसारमा अँध्यारोको अस्तित्व समाप्ति हुँदैन, अज्ञानको अस्तित्व समाप्ति हुँदैन, अविद्याको अस्तित्व समाप्त हुँदैन। एउटा महात्मा ज्ञानी भयो, अर्को मूर्ख महात्मा त हुँदैन? एउटा ज्ञानीलाई सबै अविद्या जाइसक्नु पर्ने हो कि? त्यस कारण अविद्या पनि अनन्त छ, माया पनि अनन्त छ, ज्ञान पनि अनन्त छ, ब्रह्म पनि अनन्त छ, जीव पनि अनन्त छ। त्यस कारण अनादि माया, अनादिकालदेखि माया बद्ध छ। यो कहिले भयो अनि माया बद्ध जीव भन्दाखेरि यति भन्ने ठेगाना छैन। त्यो भएर निर्माण भगवानले भन्नु यो कुरामा लफडा भन्न पर्छ। अनादि माया, यो जीवात्मा अनादिकालदेखि माया बद्ध छ। अब एकपल्ट माया बद्ध भएको थियो, फेरि मुक्त भएको थियो, माया बद्ध भयो भन्न मिल्दैन नि। फेरि एकपल्ट माया मुक्त भएपछि फेरि माया बद्ध हुँदैन। रागे रागे एकपल्ट माया मुक्त भएपछि फेरि माया बद्ध हुँदैन। यसकारण हामी कोही पनि माया मुक्त एकपल्ट पनि भएका छैनौँ। यदि हामी माया मुक्त भएका थियौँ र फेरि माया लागेको हो भने त एउटा आदि संस्कार के खाना गर्नु पर्यो? पोहोरपराले हामी माया मुक्त भएका थियौँ, फेरि माया आयो। अब हाम्रा आचार्यहरूले भन्नुभयो, हे ज्ञानीजी, एउटा तपाईँलाई प्रश्न छ है। ज्ञानीजीलाई अरे भक्तले सोधेकोलाई ज्ञानीजीलाई, महाराज तपाईँले एउटा कुरो भन्दा बडा स्वाद लाग्यो। यो अविद्या ब्रह्ममा थियो, अविद्या ईश्वरमा गयो, भगवानमा गयो। तपाईँले भगवान भन्दा ईश्वर भन्दा बुझ्नुहुन्छ, ब्रह्म भन्दा बुझ्नुहुन्न। ब्रह्मको अर्थ निराकार। ब्रह्मको अर्थ के अरे? निराकार। भगवानको अर्थ साकार। निराकार ब्रह्ममा के गयो? अविद्या माया गयो। अनि त्यो अविद्या मायाले ब्रह्मलाई के बनायो? तपाईँ हामी जीव बनाइयो। यो बालसन्त महाराज बनाइदो, उहाँहरू के अरे हाम्रो भाइसँग महाराज बनाइदो, ये आमाहरू बनाइदो, सर्वेश्वर गुरु बनाइदो, हिजो भने भवानी गुरु बनाइदो, चक्रपाणी गुरु केले बनाएको अरे? मायाले। अनि भक्तले सोध्नुभयो, भागवत महाराजले सोध्नुभयो, ज्ञानीजी तपाईँ पहिला भगवान हुनुहुन्थ्यो, ब्रह्म हुनुहुन्थ्यो, तपाईँमा फेरि माया पस्यो, अनि माया पसेपछि तपाईँ के हुनुभयो? मान्छे हुनुभयो, अविद्या माया। अनि फेरि गुरु कहाँ गएर वेदान्त सुन्नुभयो, अथातो ब्रह्म जिज्ञासा जन्मादस्यतः तत्त्व समन्वयात् सुन्न थाल्नुभयो। शास्त्र योनित्वात् उभयवेदसात्वहि पुण्यलभ भोगमात्र साङ्गलिङ्गात् उत्क्रान्तिगत्यागतिनां जगत् व्यापार परिजन। तपाईँ सुन्न थाल्नुभयो। सुन्दा तपाईँलाई के भयो भने ब्रह्म ज्ञान भयो। अनि तपाईँ के भन्नुभयो? फेरि ब्रह्म बन्नुभयो। के भन्नुभयो? अस्ति ब्रह्म हुनुहुन्थ्यो, अहिले फेरि जीव बन्नुभयो, फेरि वेदान्त सुन्नुभयो, अहिले के बन्नुभयो? फेरि ब्रह्म बन्नुभयो। त्यसो भएपछि फेरि तपाईँ ब्रह्म बनेकालाई फेरि अविद्या नाम गरेको मायाले जक्र्दैन भन्ने के ग्यारेन्टी छ? कसले दिन्छ ग्यारेन्टी? ल अब लाग्दैन है माया भने। यहाँ तपाईँको ब्रह्म ज्ञान त कस्तो रहेछ भने गधालाई लगेर गङ्गाजीमा नुहायो, फेरि निकालो गधाको गति। हो कि कुरा बुझ्नुभयो? गधालाई लगेर समुद्रमा नुहाएर छिट्टिको बात निकालेको भरे उसको जात के हो? स्वभाव गधै हो। त्यो तपाईँलाई पनि ब्रह्म बनायो, फेरि अविद्या एकचक्कर छ, फेरि मान्छे बनाउँछ, फेरि तपाईँलाई ब्रह्म बनायो, फेरि अविद्या आउँछ, फेरि अविद्या लाग्ने, फेरि ब्रह्म बन्ने, फेरि जीव बन्ने, फेरि ब्रह्म बन्ने, फेरि जीव बन्ने। यो संसारमा त यो चक्कर त रहिरहेको छ। यहाँ तपाईँको ज्ञानले हामीलाई काम दिँदैन। टाढेबाट नमस्कार। किन हाम्रो चाहिँ कस्तो छ त भन्ने
हामी भक्त वैष्णव भागवतहरुको के छ भने एकपल्ट भगवानले कृपा गरेपछि त्यहाँ अविद्या जाँदै जाँदैन। राधे राधे। अब तपाईलाई अझै सजिलो गरी यो सूर्यमा बादल जान्छ कि जाँदैन बोल्नु न सबैले। सूर्यमा बादल जान्छ? ओहो कस्तो गजबको कुरा आयो। सूर्यमा अविद्या जान्छ? सूर्यमा अज्ञान जान्छ? बादल तलै रहन्छ तलै। सूर्यमा कहिले पनि अँध्यारो जान सक्दैन। सूर्यमा अँध्यारो जान सक्दैन। यो बादल त तलै हो। प्लेन गरेर हेर्नुहोस् तल बादल हुन्छ हामी माथि उठ्नु पर्यो है। तपाईले प्लेन चढ्नु छैन कहिले? अनि तपाईँको प्लेन त बादल माथि उड्छ त हो है। भने तपाईँले थाहा पाउनु बादल त तलै रहेछ। बादल कहाँ रहेछ? तलै रहेछ। यसको अर्थ बादल अँध्यारो अविद्या अज्ञान अन्धकार सूर्यमा पुग्न सक्दैन। त्यसै गरी परब्रह्म परमात्मामा पनि अविद्या नाम रहेको बादल अविद्या नाम रहेको अँध्यारो जान सक्दैन। त्यसकारणले एकपल्ट माया मुक्त भएपछि त्यो सूर्यमा प्रवेश गर। त्यहाँ कहिल्यै पनि अविद्या जान सक्दैन। अहिले हामी पनि एकपल्ट माया मुक्त भएपछि फेरि संसारमा आउनु पर्दैन। यदि हाम्रो सिद्धान्त उपासकको सिद्धान्त भक्तको सिद्धान्त। अब तपाईँलाई कस्तो लाग्यो? भगवानमा अविद्या जान्छ कि जाँदैन होला? भगवानमा अज्ञान जान्छ जाँदैन? जाँदैन नि। त्यसो भए अविद्या गएन भने भगवान जीव बन्ने सम्भावनै भएन। तर त्यो ब्रह्म जीव बनेकै होइन। हाम्रा आचार्यको मत के अरे ब्रह्मसूत्र वेदान्तको मत यो हो। अरे ब्रह्ममा प्रकाशादिवत्तु नैनं परः। ब्रह्ममा अँध्यारो जाँदैन। ब्रह्ममा अज्ञान जाँदैन। ब्रह्ममा माया जाँदैन। ब्रह्ममा अविद्या जाँदैन। जब अविद्याले जीवात्मा बनेको हो भने अविद्या नै जब उहाँ जाँदै जाँदैन भने ब्रह्म जीवात्मा बन्ने सम्भावना भएन। त्यसकारण हामी पहिला ब्रह्म थियौँ अहिले जीवात्मा बनेको होइन। यो कुरो तपाईँ लेखेर राख्नु होला नि। फेरि कसैले आएर होइन होइन तिमी पहिला ब्रह्म थियौ अहिले जीव बन्यो भनेर फेरि ज्याममा गालामा हान्दा हो कि त सावधान हुनुपर्छ। तपाईँलाई काम लाग्ने कुरो भन्दैछु। यस कारणले हामी पहिला पनि जीव थियौँ अहिले पनि जीव रहन्छौँ भोलि पनि जीवै रहन्छौँ। यो कुरो लेखेर राख्नु। अब जीव भनेको के हो? फेरि प्रश्न उठ्यो जीव के हो? जीव भनेको जीव शब्द जो छ नि जीव भनेको के हो भने आफू पनि जिउँदो छ। जीवको अर्थ के हो? जिउँदो जिउँदो रहनु। जीवको अर्थ के रहेछ? जिउँदो रहनु। फेरि भन्नु जीवको अर्थ के रहेछ? जिउँदो रहनु। आफू जिउँदो रहन्छ जीव सधैँ। ए सचेतनया युक्तो सजीव इति कथ्यते। अब यो योग शिखोपनिषदमा त जीवमा भएका 19 बताएको छ। काम क्रोध भयं चापि मोह लोभ मथोरज जन्म मृत्यु सकारपण्यम शोकस्तन्द्रा क्षुरापिशा तृष्णा लज्जा जरा दुःखम विषाद हर्ष एव च एभिर्दोषै समायुक्तो सजीव इति कथ्यते। अब फिर नारद पंचरात्र यत्तकस्तम तुचित्रूपम सुसंवेद्या विनिर्गतम रंजितम गुणरागेन सजीव इति कथ्यते। जीवको परिभाषा। त्यसकारण मायाले रंजित भएको छ। मायामा जकडिएको छ जीवात्मा। रंजितम गुणरागेन सजीव इति कथ्यते। नारद पंचरात्र। कहिले हामी मायामा जकडिएका छौँ। जब भगवानको शरणागति हुन्छौँ अनि माया भाग्छ। क्या गजब छ। यसकारणले भगवानमा माया जान नसक्ने भएको हुनाले फेरि याद गर्नु भगवानमा माया जान नसक्ने भएको हुनाले के भने मैले भगवानमा माया जान नसक्ने भएको हुनाले शब्दमा ध्यान दिनु होला नि। भगवानमा माया जान नसक्ने भएको हुनाले ज्ञानीले भने ब्रह्ममा माया गयो अनि
ब्रह्मजीव भयो। अब शास्त्र भन्छ मायाको गति भगवानमा छैन, जानै सक्दैन। कारण तपाईँ भन्नुहुन्छ माया गएर ब्रह्मलाई जीव बनाइदियो, शास्त्र भन्छ माया ब्रह्ममा फेरि भन्नु म सुन्छु, ब्रह्ममा माया जानै सक्दैन। त्यसकारणले सारा वैष्णवाचार्यले भने यसकाले ब्रह्मजीव भएको होइन। कम भन्नुभयो नि। अब तपाईँ कसरी हल्लाउन सक्दैन नि, के हल्लाउँछ फेरि आएर निश्चित हुनुभयो नि। जीवात्मा ब्रह्म जीवात्मा भएको होइन। यसो बात के हो त? फेरि वेदमा जान्छ अमृतस्य वै पुत्रा। के भन्नु वेदले? यो भगवानको छोरो अरे। ल अब एउटा कुरो गजबको बताउँछु है म। हामी कसका छोरा अरे? फेरि यसो एउटा हामी त अगाडिको छोरी मान्छे बसेका छौँ, हामी भगवानकी छोरी भनेर लापे हेर्दा लाग्यो। साडी लाग्यो भने छोरी भने छोरै सबै छोरा होला, छोरी भन्ने हुँदैन वेदमा। सब जीवात्मा भगवानका सन्तान। पितासि लोकस्य चराचरस्य ममस्य पूज्यस्य गुरुर्गरीया। दिव्य देव एको नारायण माता पिता भ्राता निवास शरण सुरील गति। सुरावपनिषद गति भर्ता प्रभु साक्षी निवास शरण सुरील प्रभव प्रलय स्थान निधान बीजमद्य। ऐसा आत्मा सखा सुर भागवत। यस कारणले भगवान के हामी के छौँ? सन्तान। सन्तान के छौँ हामी? सन्तान। अब वेदान्तले पनि यही भन्छ अंशो नाना व्यपदेशात्। जीवात्मा भगवानको अंश हो, सन्तान हो। अंश माने सन्तान। यहाँ नाना शब्द आयो। के आयो? नाना व्यपदेशात्। नाना सम्बन्ध छ जीवसँग। अंशो नाना व्यपदेशात्। जीवात्मा भगवानको अंश हो। के अंश त भन्दा नाना सम्बन्धवाला अंश। यो कहाँ लेखेको छ? फेरि अर्को सूत्रले भन्यो मन्त्र वर्णाच्च। मन्त्रमा भनेको छ कहाँ लेखेको छ? अघि मैले भनिसकेँ अपि च स्मर्यते। फेरि अर्को सूत्र आयो। अर्को सूत्रले भन्छ अपि च स्मर्यते। स्मृतिमा पनि भनेको छ कहाँ? गीतामा। यहाँ जीवात्मा सीधा उपनिषद र ब्रह्मसूत्रको वेदान्त दर्शनको आधारमा जीवात्मा भगवानको अंश हो। के हो? अंश हो, भगवान होइन। अंशको परिभाषा गरे अंश भनेको के हो भन्दाखेरि शक्ति। अंश भनेको के हो? शक्ति। हामी भगवानका शक्ति हौँ। शक्ति गीताका आधारमा दुईटा हुन्छ, विष्णु पुराणका आधारमा तीनटा। गीतामा परा र अपरा भनेको छ। शक्ति दुईटा हुन्छन् गीताको आधारमा, परा र अपरा। के भन्नु त तपाईँले नाम के अरे? परा र अपरा। परा माने उत्कृष्ट, अपरा माने निकृष्ट। परा माने उत्कृष्ट। जीवात्मा उत्कृष्ट अंश हो भगवानको, उत्कृष्ट शक्ति हो। किन भन्दा चेतना छ। अर्को अपरा निकृष्ट, चेतना रहित छ। यो अपरा। अपरा निकृष्ट संसार बन्धनात्मिका माया अपरा। शाङ्कर भाष्य संसार बन्धनात्मिका माया अपरा। अब फेरि प्रश्न उठ्यो, यदि जीवात्मा परा ब्रह्मको अंश भएको भए यी सबै बाबासी किन हुन्थ्यो? यो 4 बजे घर जान्थ्यो भन्नुहुन्थ्यो। त्यो घरको के मतलब हुन्थ्यो? बेकारमा छोरा छोरी नाति नातिना घरमा जा, बेकारमा त्यो अर्थ छैन। मर्ने दिदी कोही हुँदैन। यस कारणले जान्नु घर भन्नु पर्दैन। तर तपाईँ मायाले, घरले, छोराले, बुहारीले सबले बाँधेको छ। तपाईँ पराशक्तिको अंश होइन। अपरा प्रकृतिको अंश पनि होइन। प्रकृति जड छ। तपाईँ बोलिरहनु भएको छ, हातबाट हल्लाउनु भएको छ, कारण तपाईँ जड पनि होइन। तपाईँ चेतन परमात्माको अंश पनि होइन, जड प्रकृतिको अंश पनि होइन। त्यसो हो के त? फेरि विष्णु पुराणमा जान्छ। विष्णु पुराणलाई सोधौँ कि नसोधौँ? अब विष्णु पुराणमा 6औं अंशमा भनेको छ विष्णु शक्ति परा प्रोक्ता क्षेत्रज्ञाख्या तथा परा अविद्या कर्म संज्ञान्या तृतीया शक्तिरिष्यते। ब्रह्म
ब्रह्मका तीनटा शक्ति हुन्छ। एउटा पराशक्ति, के शक्ति अरे अघि बडा हामीले गीतामा तीनटा शक्ति भनौ, विष्णु पुराणमा तीनटा शक्ति स्वीकार गर। कतिवटा विष्णु पुराणमा? विष्णु शक्ति परा, भगवानको प्राइभेट शक्तिको नाम पराशक्ति। क्षेत्रज्ञ तथा परा, अर्को अपरा छ क्षेत्रज्ञ जीवात्मा। अविद्या कर्म संज्ञा, अब अविद्या शक्ति छ अर्को यो जड प्रकृति, जो बोल्दैन हिँड्दैन खाँदैन। कति भयो अब? तीनटा भयो। त्यसैले हामी पराशक्तिको अंश पनि होइन, जड शक्तिको अंश पनि होइन, त्यसलाई कसको अंश त भन्दा क्षेत्रज्ञ तथा परा, जीव शक्ति विशिष्ट श्रीकृष्णको अंश हुनाले हामी पराको पनि होइन, पराशक्तिको अंश भएको भए के हुन्थ्यो भने जीवात्मा पराशक्तिको अंश भएको भए मायाले भेट्ने थिएन। पराशक्ति माने कृष्ण भगवान, राम भगवान, विष्णु भगवान, मत्स्य भगवान, कुर्म भगवान, बरा भगवान, नृसिंह भगवान, यी सबै पराशक्तिका साथमा हुनुहुन्छ। अहिले मलाई मायाले पक्नले अर्को जड शक्ति यसलाई माया खाएको ढुङ्गा माटो त हिँड्दा पर्दैछ। अब एउटा शक्तिमा तपाईँहरूमा चाहिँ भगवानको डाइरेक्ट अंश पनि होइन अरे जीवात्मा, प्रकृतिको अंश पनि होइन जीवात्मा। यत्तटस्थमतिद्रूपम ससंवेद्यादिनिर्गतम नारद मन्त्रार्थ। जस्तै तपाईँलाई बताउँ, यो पानी 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 पानी, यहाँ पानी सक्यो, के सक्यो? समुद्रमा पानी सक्यो। यहाँ यता जमिन 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 ठ्याक्क जमिन पनि सक्यो। जहाँ पानी पनि सक्यो, जमिन पनि सक्यो, त्यसलाई के भन्छन्? तट। के भन्छन्? जहाँ पानीको अन्तिम सीमा छ, जहाँ जमिनको पनि अन्तिम सीमा छ, त्यसलाई के भन्दा रहेछ? तट। अब हामी त्यस्तै हौ, तटस्थ। यत्तटस्थमतिद्रूपम ससंवेद्यादिनिर्गतम। हामीले तट माने मध्यवर्ती शक्ति, न जड प्रकृतिको अंश हो, न चेतन पूर्ण स्वरूप शक्ति विशिष्ट ब्रह्म श्रीकृष्णको अंश हो। हामी बिचको मध्यवर्ती शक्ति भएको हुनाले हामीसँग दुईटै कुरा छन्। ओके, दुईटा कुरा कसरी छन् भन्दा यो शरीर, यो हाडगोडा, यो शरीर, छाला चमडा, पृथ्वी, जल, तेल, वायु, आकाश, यो पृथ्वी हो कि होइन? हो कि होइन? यो शरीर पृथ्वीले बनेको हो कि होइन? त बोल्नु न त, दिल खोलेर भन्नु न, गर्व साथ। यो शरीर माटोले बनेको हो कि होइन? यो शरीर माटोको अंश हो कि होइन? यो माटोले बनाएको घरभित्र बसेको जीवात्मा परमात्माको छोरो हो कि होइन? अनि प्रकृतिको जड पदार्थ र चेतन ब्रह्मको दुईटै सँगै बसेका छन् कि छैनन्? कहिले मध्यवर्ती हो कि होइन? डाइरेक्ट ब्रह्मको अंश पनि होइन, प्रकृतिको अंश हुनै भएन। यता प्रकृति पनि उता जीवा चेतन ब्रह्म पनि दुईटै जोड्दा हामी शरीर भयो होइन भने त। अब अर्को, यो जीवात्मा बिना शरीर रहन सक्छ? यो शरीर नभए जीवात्मा रहन सक्छ? कहिले शरीर जीवात्मालाई चाहियो चाहिएन? चाहिएन? जीवात्मालाई शरीर चाहियो कि चाहिएन? अब शरीर पनि जीवात्मा नभइकन रहन सक्छ? मरिजान्छ, गाउन थाल्छ। यी दुईटै के छन्? संयुक्त मेलक्षरमक्षरम छ। यो प्रकृति र जीवात्मा दुईटै संयुक्त भएर यो शरीर बनेको छ होइन? कारण यो अनादि कालदेखि जब शरीर भेट्यो मायाबद्ध भयो। कहिले भयो भने शरीर हाड गर्ने बित्तिकै जीव मायाबद्ध भयो। शरीरमा प्रवेश गर्ने बित्तिकै के भयो? हामी के भयो? मायाबद्ध भयो। त्यही कारण तपाईँसँग शरीर छ, तपाईँ मायाबद्ध हुनुभयो। शरीर दुईटा हुन्छन् फेरि, तिनवटा कुरा नगर्ने दुईटा मात्रै, एउटा स्थूल शरीर, एउटा सूक्ष्म शरीर। यो सूक्ष्म शरीरमा पनि माया हुन्छ, यो पनि मायाको शरीर हो। अर्को एउटा हुन्छ वासनात्मक शरीर, कारणात्मक शरीर, कारण शरीर, त्यसमा चाहिँ माया हुँदैन, वासना मात्रै हुन्छ। त्यस कारणले त्यो सूक्ष्म शरीर पनि मायाले बनेको हो। जब प्रकृतिका साथमा हुन्छ ऊ पनि कार्य सूक्ष्म शरीरसँग पनि जीवात्मा मायाको बन्धनमा प्रवेश गरेको हुन्छ। त्यस कारण माया बद्ध कहिले भयो भनेर सोध्नु हो भने कसैले तपाईँले के भन्नु पर्यो? अनादि
त्यहाँदेखि जीवात्मा मायाबद्ध छ। कुरो बुझ्नुभयो? कितना मायाबद्ध भएको होइन नि, कहिले भएको अरे अनादिकालदेखि। अब यो अनादिकाल अनन्तकालसम्म मायाबद्धै रहन्छ। तर एक दिन मायाभन्दा अलग हुन पनि सक्छ है, मायाभन्दा टाढा हुन पनि सक्छ। कहिले हुन्छ गीतामा सोध्नु, भगवान श्रीकृष्णलाई सोध्नु, भगवानले भनिदिनुहुन्छ दैवेशा गुणमयी मम माया दुरत्या मामेव प्रपद्यन्ते माया वेदान्तन्ते। कति मिठो बताइदिनु भगवान। यहाँ दुईटा शब्द आएका छन्, मम माया एक, दैवी माया दुई। ध्यान दिनु होला है, डटले कलम लेख्नु पर्ने विषय छ। मम माया एक, दैवी माया दुई। मेरी माया भन्नुभयो। अज्ञानीहरू भन्छन् माया मिथ्या हो, भ्रम हो, सपना हो, यो हुँदै नभएको झुट्टा माया हो। भगवान भन्छ कहाँको झुट्टा माया त मेरी हुन् मेरी। त भगवानका विरुद्धमा ज्ञानीहरू अङ्गुली उठाइरहेका छन्। भगवान भन्नुहुन्छ यो कुरा गर्छौ, यो माया त मेरी हुन् मेरी। कसले अरे माया? भगवान। कसले माया अरे? दैवी माया, भगवानकी माया। त्यस कारण माया झुटो पनि होइन, माया काल्पनिक पनि होइन, माया नभएको पनि होइन। यदि नभएको वस्तु मेरी भन्ने उन्न भगवान खोज्यो। त्यस कारण माया भगवानकी शक्ति। अब यो मायालाई हटाउन के गर्नुपर्छ भन्दा साह्रै बुझ्ने खालको उत्तर दिन्छु म यहाँ तपाईँलाई धनी धनीका घरमा गर्ने यत्रो भालु कुकुर पालेको छ। के पालेको हुन्छ अरे? भालु कुकुर। म गएँ अनि बेर यसो ढोकामा ट्याङ पारेको त ट्याङ पारेको कुकुर गो 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 गरेर आयो। के गर्यो अरे? फौ 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 गर्यो। चुप भनेको बरक्क शान्ति सहित झन्डै मलाई आएन। के सुनको त्यो घरका मान्छेको कुकुर हो है, झन्डै मलाई बितायो। चुप भनेको झन् झम्क्यो, चुप भनेको झन् उठेर आयो। मैले भने ठुल्दाए तपाईँका घरको कुकुर बाँधिदिनु, मलाई त मार्न आँट्यो भनेपछि माथिबाट ताजहरू चिन्ता। चुप, मेरा नारा जानुको भुक्छ क्या भनेको त्यही कुकुर अहिले टाङ्ने पुछेर हालेको त त्यही कुकुर अघि मलाई खान खोज्थ्यो, त्यही कुकुर अहिले मलाई सुन्न थाल्यो भने त्यो मालिकले भनेपछि कुकुरले के गर्यो? टाङ्ने पुछेर हालेर मलाई सुन्न थाल्यो। त्यही कुकुर हुँदैन भनेपछि यो माया रूपी जो कुकुरनी छ त्यसको मालिक को रहेछ? भगवान होइन। यसकारणले कुनै ज्ञानी, कुनै ध्यानी, कुनै तपस्वी, कुनै योगी बिना शरणागति नभइकन मायालाई जित्न पनि सक्दैनन्। येषां सएव भगवन् दयेदनन्द। येषां सएव भगवन् दयेदनन्द। जब भगवानको दया हुन्छ, भगवानको कृपा हुन्छ अनि कृपाद्वारा मात्रै माया भाग्न सक्छन्। त्यसकारणले वैष्णव हुनु, त्यसकारणले शरणागति हुनु, त्यसले भगवानको भक्त हुनुको अर्थ यो। माया भगवान न ज्ञान न वैराग्य, न ज्ञानले न वैराग्यले केही पनि हुँदैन। त्यसकारणले एउटै मात्रै भगवानलाई भगवानका लागि एउटै मात्रै उपाय के रहेछ? शरणागति। के रहेछ? शरणागति भनेको यो जान्नुहुन्छ? त्यो शरणागति भनेको पूर्ण रूपमा भगवानमा शरणापन्न हुनु। मेरो अर्थ केही छैन, मेरो केवल भगवान मात्रै हो भन्ने अन्तस्मरणमा पूर्ण विश्वास राख्नुको नाम शरणागति। शरणागतिका छवटा आमाहरू अहिले भनिदिनु, समय भइसक्यो होला, घडी हेर्दै हुन्छ। कति क्यारी गरेर भन्नु होला भन्नु। मैले घडी मसँग मोबाइल पनि छैन, घडी पनि छैन, कति बजे सुर पनि पाउँदैन। यसो गर्नु होला, यसो गर्नु सङ्केत घन्टी बजाउनु। त्यस कारण मायालाई त्यसरी भगवानकी माया जसरी धनी मान्छेका घरमा कुकुर बाँधेको हुन्छ त्यसलाई हट गर्ने भुकेर एकदम आछु पार्छ। तर घरका ए ठुलाता भन्यो भने
बाह्र चुप भन्दा माया चुप लाग्छ। त्यसै भगवान भन्नुहुन्छ दैवी हेसाग्नमै मम माया विरत्य नामेव प्रपद्यन्ते माया मेतान्तरन्ते यम योगेन साङ्ख्येन ज्ञानगत तपद्भरे व्याख्या स्वाध्याय सन्यासै प्राप्नुया यत्नलानते कुनै साधनाद्वारा पनि माया भगाउन सक्दैन। एउटै मात्रै माया भगाउने उपाय के रहेछ? शरणागति। के रहेछ? शरणागति। मुमुक्षुर् वै शरणमहं प्रपद्ये। श्वेतासुर उपनिषद। फेरि अगाडि जाउँ। सर्वस्य सर्वेषां सर्वस्य शरणप्रियः श्वेतासुर उपनिषद। यदि योन्या प्रमुच्यहं तत्प्रपद्ये महेश्वरं गर्भोपनिषद। निर्ममो निरङ्कार भूत्वा स्वयमुपगम्यः निरालम्ब उपनिषद। सारा वेद मन्त्रहरूले एक स्वरमा यिनी शरणागति बन भनेका छन्। सारा उपनिषद। यस कारणले सारा उपाय मार्ग भगवान बताउनुहुन्छ। अनादि माया प्रयुक्त रूपम एवं विदुर्वै भगवत प्रसादात्। भगवत प्रसाद। अब फेरि ज्ञानीको र भक्तको झगडा सुरु भयो। ज्ञानीले भने नहि ज्ञान सदृशं पवित्रं इह विद्यते। ज्ञानानि सर्वकर्माणि भस्मसात् कुरुतेर्जुनः। यो संसारको बन्धन, कर्मको बन्धन केवल ज्ञानले काट्छ भनेर खुब गाली गरे भक्तलाई झाँक्कले दुरुक्क उठेर भने स्वामीले हाम्रा पनि कुरा सुन्नुहोस् न, म पनि बताइदिन्छु। भगवानले के आज्ञा भएको छ? मयि भक्ति परायण कुर्वन् कर्मभिर्न सबध्यते। मयि भक्ति परायण कुर्वन् कर्मभिर्न सबध्यते। मेरा भक्तले परा भक्ति द्वारा कर्मको बन्धनलाई समाप्त गर्छन्। तपाईँ यस्तो ज्ञानी भइरहनु पर्दैन। फेरि अगाडि भागवतमा मद्भक्त तीव्र तपस्या दत्त कर्माशयो मलः। मेरा भक्तले तीव्र तपस्या द्वारा कर्मको बन्धन सबै काटेर सिया पार्छन्। तर ज्ञानले मात्रै कर्म बन्धनको डोरी काटिने होइन, भक्तिद्वारा पनि भक्तले पनि काट्न सक्छ। भक्तलाई ज्ञानको जरुरत पर्दैन, ज्ञानको आवश्यकता पर्दैन। त्यसो अगाडि बताउनु भयो। त्यसो भक्तलाई ज्ञानको आवश्यकता छैन भन्दाखेरि होइन, छ आवश्यकता। तीनटा आवश्यकता छ भक्तलाई। के सम्बन्ध, अविधेय, प्रयोजन। ये तीनटा कुरा हुनुपर्छ भक्तमा। यसको ज्ञान सबैमा हुनुपर्छ। सम्बन्ध यो जान्नुपर्छ, अविधेय यो जान्नुपर्छ, प्रयोजन यो तीनटा कुरा जानेकै हुनुपर्छ भक्तले पनि। यो तीनटा कुराको ज्ञान भक्तमा पनि अत्यन्त आवश्यक छ। सम्बन्ध भनेको के? क्या हो सम्बन्ध? भगवानसँग मेरो के सम्बन्ध? एक। अविधेय, त्यो भगवानलाई पाउने बाटो कुन थियो यो जान्नु पर्यो। तीनटा बाटा काण्ड त्रयात्मको बेला तीनटा बाटा छ। कर्मकाण्ड, ज्ञान काण्ड, उपासना काण्ड। तीनटा बाटा छ। एउटा भक्तिको बाटो, एउटा ज्ञानको बाटो, एउटा कर्मको बाटो। कर्म गरेर भगवान प्राप्त गर्ने, या ज्ञानी भएर भगवान प्राप्त गर्ने, या चाहिँ भक्त भएर भगवान प्राप्त गर्ने, यो बाटोको निश्चय गर्नु पर्यो भक्तले। सम्बन्ध, अविधेय, अब प्रयोजन। किन भगवान खोज्नु पर्यो, किन भगवानको भक्ति गर्नु पर्यो, यो पनि जान्नु पर्यो। यी तीनटा कुरा अनिवार्य भक्तले जान्नुपर्छ। अब तीनको कुरा बताएर विश्राम दिन्छ। आजको यही श्लोकमा विश्राम गर्ने है। यदि तपाईँले यो गहिरो कुरा बताएर धेरै बुझ्नुहुन्न, थोरै थोरै भन्नु पर्यो। अलिअलि कति एउटा कतै झस्सो याद गर्नु। कति काहीँ हिँड्दाका बेला, हिँड्दाखेरि ठोक्देका बेला नारा दिने यसो भन्नुहुन्छ भन्नु अहिले बुझ्नुहुन्न। काहीँ यसो कुरा गर्दाखेरि यसो पैसा टक्कर पऱ्यो भने एक दिन जगतले त्यहाँ यसो भनेको थियो राधाराम मन्दिरमा प्रवचन गर्दा फलानी यसो पो त यहाँ आउँछ, दिमागमा सट्टै आउँछ, सुनिरहेको कामै दिन्छ। ल तीनटा सम्बन्ध, अविधेय, प्रयोजन। सम्बन्ध हाम्रो केवल भगवानसँग, यो कुरो जान्नुपर्छ। हाम्रो सम्बन्ध श्रीमानसँग पनि होइन, श्रीमतीसँग पनि होइन, छोराछोरीसँग पनि होइन, यी संसारका मानिससँग पनि होइन, एउटै सम्बन्ध भगवानसँग। यसको अर्थ थोरै बताइन्छ। एकजना बुढाबुढी साह्रै प्रेम गर्दा
के गला सुनारे तिमी मर्यौ भने म पनि सँगै मर्छु भन्थे के भन्थे यमराज कहाँ मर्छ बाटो गए महाराज जानु मेरो लगै जान्छु तर भन्ने कुरा कस्तो मिलाएर भन्नु हजुर मरे त म पनि मर्छु कोही मरेका छन् अहिले बुढो मर्दा बुढी मर्ने खोइ को छ बुढी मर्दा बुढो मर्दा कहाँ अर्कीलाई आउँछ बुढो पुगेर कोही कसैका लागि होइन संसारमा कति खाएर कोही कसैको हुँदै होइन त यो भन्नु भने फेरि तपाईँको व्यवहार बिग्रेला कोहीको काम छैन भन्दै भन्नु होला बुढो त होस् मिलाएर भन्नुहुन्छ भगवान् शङ्कर गुरुले म त अब चाहिँ जोगीलाई म त मिलाएर 4 किलो बाँधेँ भन्नुहुन्छ भन्दा पनि अलि यता घुमाइ यहाँनिर कोहीसँग कसैको सम्बन्ध छैन यो लेखेर राख्नु होला एकपल्ट एउटा गाउँमा बुढाबुढी साह्रै प्रेम गर्छन् साह्रै प्रेम अब साह्रै प्रेम भने बुझ्नुभयो नि उठ्दा उठ्ने बस्दा बस्ने सुत्दा सुत्ने खाना खाने सँगै एकैछिन छोड्नु नआउने संयोगवश काल आयो काल चटपट्टि लग्यो मिति पुग्यो टाढेर आयो बुढालाई कस्तो लाग्यो बुढी रोकिन्छ बिचरा कसो गरेर किरियाले सकि 6 महिनासम्म रोकी रोइगयो भाती खान छोडी एक दिन बडै सिद्ध महात्मा आउनुभयो आएर त्यो बिचरा दुर्गा घरमा पुग्दा रोएर आँखा भित्र गाडिएका छन् पन्त बिजोग छ किन रोयो उठेली भनेको मेरा बुढा त गए कहाँ गए मेरा बुढा कहाँ गयो भन्नु पर्यो उनको तरण तारण गर्नु पर्यो भनेर भन्यो क्रिया गयो गरे क्रिया गरे कि गएन लगमा हेर्नु पर्यो भनेर स्वामीले झ्याक्क आँखा चिमेर आँखा हेर्नु देवीजी तिम्रा बुढालाई मैले देखेँ भने भन्दैमा मेरा बुढा कहाँ छ म पनि त्यहीँ जान्छु भने बुढीले हात दिएर म पनि त्यहीँ जान्छु स्वामीले भन्नु जान्छौ जान्छ मेरा बुढा जान्छ म किन छोड्दै त्यहीँ जान्छु नि सुजना बुझाइकन जान्छु भन्न थालेँ स्वामीजीले यता होइन टोइलेटमा लिएर जानु कहाँ अरे टोइलेट त्यतिखेर त यसो अहिले यसो घर माथि चुलेका छैन कहाँ टोइलेट हुन्छ लोटा बोकेर ओ त बारीका घुरानका पल्ला सब जानु पर्छ हामी त्यहीँ गएका मैले अहिलेको कोठैमा चाहियो हामीलाई फेरि यो कलियुग लागेको जोगीलाई पनि लाग्यो पनि अब त्यो एउटा यन्त्र लिएर जानु पऱ्यो यसो गरेर यहाँ यसो हेर त नानी तिम्रो यहाँ तल पाइखाना यसो हेरेको डक्टर के भन्छ मलाई बच्चो प्यारे मलाई बच्चा मेरो दुर्गति भयो म नरकमा छु भनेर काली कराएर हात बुढो त देवीजी अहिले जान्छु भन्दै घाम खाएर चाहिएन अहिले त जान्छु जहाँ छ बुढो त्यहीँ जान्छु भनेको नि त भनेको अब कहाँ जान्छु अरू त्यहाँ त म कहाँ जान सक्छु भन्छ अहिले जहाँ जान्छु जहाँ छ त्यहीँ जान्छु भनेको अहिले भर्खरै भनेको महात्माले भन्नु छैन जब महात्माले श्रीमानलाई देखाइदिनु भयो बुझे के हो हर त्यहाँ टोइलेटमा बसेको बुढी त भागी नाच्नु कहाँ जान्छु लो अघिसम्म आँखालाई जान्छु त्यहीँ गएर बस्छु अब त्यहाँ स्वामीजीले सोध्नु ए देवीजी यता आऊ यो टोइलेटको किरो हल्लेको छ कि छैन हल्लेको छ यो के को शक्तिले हल्यो ईश्वरको शक्तिले वेदले के भन्छ मन्त्रबाट मन्त्रका वर्णहरूले मन्त्रले पनि भन्छ के भन्छ द्वासपणा सैजासकाया समानं वृक्षं परिभस्म जाते जीवात्मा जहाँ जान्छ परमात्मा पनि त्यही जान्छ त्यो जहाँ जान्छ जुन शरीरमा जान्छ भगवान त्यही जान्छ भनेपछि यो टोइलेटको बेलामा भगवान छ कि छैन ल भन्नुहोस् फेरा पाइँदैन नबोल्नु होला फेरि उल्टो आएर बस्नु होला त्यो पाइखानाको चर्कीको टोइलेटको किराभित्र भगवान छ कि छैन ल आदिले बोले आदिले बोलेन त्यो शौचालयको संशय परेको किरामा भगवान श्रीकृष्ण छ कि छैन छ कि छैन छ भएर हात उठाउनुहोस् तपाईँ टोइलेटमा जान सक्नुहुन्छ भगवान त गएको विषय टोइलेटमा तपाईँ नर्कमा गए पनि तपाईँ स्वर्गमा गए पनि तपाईँ टोइलेटमा गए पनि भगवान जाँदो छैन जान्छ कि जाँदैन भगवान तपाईँका छोरा जान्छन् तपाईँको श्रीमती जान्छ तपाईँको श्रीमान जान्छ तपाईँको परिवार जान्छ तर त्यो भगवान श्रीकृष्ण तपाईँसँगै तपाईँले गरेको पाप पुण्यको भोग हुँदा पनि त्यहाँ गएर तपाईँलाई माया गर्छ दया गर्छ यस्तो कृपा गर्छ दया गर्छ करुणा सिन्धु प्राण धन
तपाईँको गति सद्गति सुगति मोक्ष गति प्राप्ति हुन्छ। त्यही कारण जीवात्माले संसार तपाईँको होइन, यो कुरो अहिले लेखेर राख्नुहोस्, तपाईँसँग जाने केवल भगवान हो। उहाँ प्रविष्टवाद मानवी तद्दर्शनाथ ब्रह्मसूत्र हृदयमुखी रूपमा जीवात्मा र परमात्मा सँगै बस्छ। दौसो बढौ शरीरेस्मिन् जीवे साक्षौ सह हितौ तयोर जीव फलं भुङ्क्ते कर्मणो न महेश्वरः केवलं साक्षी रूपेण विना भोगं महेश्वर। अथर्वोपनिषद, उपनिषद, अन्नपूर्णोपनिषद, देवी भागवत, श्रीमद् भागवत, श्वेताश्व उपनिषद, मुण्डकोपनिषद सबैमा यही मन्त्र छ, जीवात्माको सखा केवल भगवान हो, अरू होइन। तपाईँ जबसम्म मायाको शरणमा जानुहुन्छ दुःख पाउनुहुन्छ, भगवानको शरणमा आउनुहुन्छ तपाईँ कल्याण हुन्छ। यही भएर निर्माण भगवान भन्नुहुन्छ अनादि माया पर्यन्त रूपम तेनं विदुर्वै भगवत प्रसादात्। तपाईँलाई संसारमा तर्नका लागि यो ज्ञान तपस्या साधना केहीले पनि कामदैन, भगवत प्रसादात्। केले भगवत प्रसाद अणुरणीयान महत्वमयान नात्नाक मुहायाम हि पश्यन्तु तमः क्रतुं पश्यति बीतस्वको धातु प्रसादान। धातु प्रसादान को धातु माने परमात्माको कृपा प्रसादले मात्रै तपाईँको कल्याण हुन्छ। न ज्ञान न च वैराग्य, न ज्ञानले न वैराग्य। फेरि अर्को पनि मेरो मन्त्र छ, नायमात्मा प्रबन्धलभ्यो न मेलया न बहुना सुतेन यमि वैश्यवृत्ते देवत्य अस्तिष्य आत्मा विपणित तरुण स्वाम। उसको कृपाले मात्रै तपाईँ तर्नुहुन्छ। फेरि गीतामा भन्नुहुन्छ नष्टो मोहस्मृति लब्धा तत्प्रसादान मया कृतः स्थितस्मि गत संदेय करिष्ये वचनं तव। हे अद्भुत, तपाईँको कृपाले मेरो ज्ञान गरे तत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम्। उसको कृपा प्रसादले मात्रै ज्ञान प्राप्ति हुन्छ। मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम्, मेरो प्रसादले मात्रै तिमी मुक्ति हुन्छौ। भागवतमा पनि त्यही भनेको छ, अथापि तेना थपरान्त जत्वय प्रसादलेशा नुगृहीत एव हि। प्रसाद लेशा नुगृहीत एव हि। तपाईँको कृपा प्रसादले मात्रै भगवानलाई जान्न सकिन्छ। अरू ज्ञान साधना कर्म कुनैले भगवान जान्न सकिँदैन। यहाँ निम्बार्काचार्यको एक मात्रै सिद्धान्त त्यो हो, तिमी भगवानका शरणमा जाऊ, तिमी शरणागति बन, अनि मात्रै तिम्रो कल्याण हुन्छ। अहो हाम्रै गाउँ घरतिर पनि वैष्णव थिए, अहो हाम्रै गाउँ घरतिर पनि वैष्णव थिए। अनेकौंले जाई गुरुकन सुदीक्षा पनि लिए। म एउटा मूर्खै भई गइनौ तर्फ गर्व गरियो। अहिले के गर्नु नरक बिचमा आइपर्यो। अघि सप्ताहैमा पनि कति पटक वैष्णव बन भनेथे पण्डितले, हरिचरणका सेवक बन। उबेला तिमीहरूको न कछु मनमा ख्याल गरियो। उबेला तिमीहरूको न कछु मनमा ख्याल गरियो। अहिले के गर्नु नरक बिचमा आइपर्यो। नखाए है मासु हरिहर दुवैमा मन धरे कथामा कृष्णैका तन मन धनै अर्पण गरे। भनेका शास्त्रैको वचन पनि झुठो छ बन्यो। अहिले के गर्नु नरक बिचमा आइपर्यो। अहिले के गर्नु अनि नरक बिचमा आइपर्यो। त्यही कारणले वेदले, श्रुतिले, उपनिषदले, ब्रह्मसूत्रले, वेदान्तले, भागवतले, गीताले, रामायणले सबैले जीवात्मा भगवानको श्रागत हुनुपर्छ, वैष्णव हुनुपर्छ, खुल्ला खुल्ला भनेका छन्। तपाईँहरू नड्किनु होला। तपाईँलाई केले बाँधेको छ त्यो बाँध्ने गरी खोक्नुहोस्। यदि तपाईँलाई दानले कसेर मसाले घाटमा लान्छन् सन्थ बजाउँछ। त्यस कारणले त्यो दिन सम्झेर तुरुन्त शरणागति भएर आत्माको कल्याण गर्नुहोस्, चित्तको कल्याण गर्नुहोस्, भगवत प्राप्ति गर्नुहोस्, मायाबाट अलग रहनुहोस्, मोक्ष
मोक्षलाई प्राप्त गर्नुहोस्। यही मङ्गलमय शुभेच्छा शुभकामना स्वभावना साथ मेरा माइलाई बिराज्ने अर्को शिवको अर्थ गरौँला। श्री हरि रक्षक निम्बारिक भगवान